क्लास 8 को लागि VBI क्वेसन रहेको छ। यस्तो मोडलको क्वेसन सोध्यो भने हामीले कसरी बनाउनुपर्छ भनेर यहाँ भनेको छ हामीलाई एक्स वाई र जेडको मान निकाल्न भनिरहेछ। त हामीले EH A कति दिएको छ 70 डिग्री अनि द भ्यालु अफ द एक्स वाई एन्ड जेडको मान निकाल्न भनिरहेछ। त एक्सको भ्यालु हामीले निकालिसकेको छौँ। यहाँ एक्सको भ्यालु हामीले निकालिसकेको छौँ। यहाँ एक्सको भ्यालु निस्किसकेको छ। अब हामीले के गर्नुपर्छ, वाईको भ्यालु निकाल्नुपर्छ। त वाईको भ्यालु हामीले निकाल्दाखेरि दुवैको एड गर्दाखेरि 180 डिग्री हुन्छ। 180 डिग्री के कारण गर्दा हुन्छ, त्यो यहाँ हामीले खुलाउनुपर्छ। यहाँ हामीले खुलाइदिए। अब हामीले एक्स र वाईको भ्यालु निकाल्दाखेरि हामीले के गर्नुपर्छ, एक्सको भ्यालु कति छ 70 डिग्री प्लस वाई इक्वल टु 180 डिग्री। त वाई इक्वल टु 180 डिग्री माइनस 70 डिग्री। त वाई इक्वल टु हामीसँग के आइहाल्छ 110 डिग्री। 110 डिग्री आइहाल्यो। अब यो 110 डिग्री हो। अब वाईको भ्यालु निस्क्यो। अब हामीले के को भ्यालु निकाल्नुपर्छ, जेडको भ्यालु निकाल्नुपर्छ। त जेडको भ्यालु निकाल्दाखेरि जेड इक्वल टु वाई। अब किन कारण, त कारण यहाँ हामीले खोल्नु पर्यो बिङ भर्टिकल साइड एंगल। अब हामीले के गर्नुपर्छ, त जेड इक्वल टु 110 डिग्री भयो र 1000 एक्स इक्वल टु 70 डिग्री अनि वाई इक्वल टु 110 डिग्री अनि एन्ड जेड इक्वल टु 110 डिग्री। आन्सर।